यहाँ धान खेती लगाएको माछाको खेती पो भएछ। लौ न के गर्ने होला साथीहरू, लौ न भाइरल गरिदिनु पर्यो। माछा त लौ न लौ लौ। ओहो माई गॉड, के हो यस्तो? हुँदैन यस्तो। ल है साथीहरू, यी माग्ने माछा लिन पाइन्छ सजिलैसँग। हेर कति खुसी भएको फ्रीमा पाएर। फेरि देख न त यहाँ क्या अब कहाँ पुग्यो रे? तिहारी जालमा ए हाम्रो चाहिँ यहाँ चाहिँ हेर्नै साथीहरू के अरे भाइरल बनाएको। अब हाम्रो यो भाइरल हुँदैछ। अब टिकटकमा भाइरल हुने तरिका भनेको माछा। ल माछा हेर्नु साथीहरू। ल अब हाम्रो भिडियोलाई चाहिँ एकदम लाइक सेयर सब्सक्राइब सबै गरिदिनु होला। यहाँ माछा यस्तो मैले अर्ग्यानिक माछा देखाइरहेको छु है। ल छिटो छिटो बाल्टी ल्याउनु त, भर्नु पर्यो। ल भरिहाल्नु पर्यो। ल ल माछा त्यस माछा झिक्दै अहिले पक्नु न एकछिन। एकैचोटिमा लाउनु थियो। गरुङ्गो भयो। त्यो लिएर जानु। यतै झर्कामा लगिसक्नु त सानीले लाउनु त यो ल सानी बाल्टीले उडाका रोपेको माछा फल्यो। धान रोपेको माछा फल्यो। रोप्न त धानै रोपेको हो, तर यहाँ के भयो त माछा फल्यो।